जय जय श्री राधेश्याम। देश तथा विदेशबाट आधिकारिक युट्युब च्यानल रिसर्च एस्ट्रोलोजी 24 हेरेर बस्नुहुने सम्पूर्ण दर्शकबिन भक्तबिन शुभचिन्तकलाई राधेश्याम अनि नमस्ते। म मदन मोहन शरण प्रत्यक्ष प्रसारण युट्युबमा भिडियो लिएर उपस्थिति भइसकेको छु। हजुरहरूको अपार माया र मैले गरेको भविष्यको प्रेडिक्सन एकदम मिलेको कारणले हजुरहरूले धेरै रुचाउनु भएको छ र धेरै हेर्नु भएको छ। आज लामो समयपछि फेरि मैले भविष्यवाणी लिएर आएको छु र तपाईहरुको जिज्ञासालाई कौतूहलतालाई मेट्नको लागि नै उपस्थिति भइसकेको छु। ल अब जाउँ विषयवस्तु परिस्थितितिर। गुरु हजुरले भन्नुभएको जस्ताको त्यस्तै ठ्याक्कै मिलो। भदौ महिनामा हजुरले भन्नुभएको थियो है 21 गतेदेखि 28 गतेसम्म कालो दिन भनेर नभन्दै आन्दोलन पनि भयो र 27 गतेको रात्रि सकियो भन्नुभएको छ र अन्य तमाम भविष्यवाणीहरू यथावत छ, मिलेको छ, सबैजनाले भन्नुहुन्छ। अब म जान्छु विषयवस्तुतिर। र मैले हिजो गरेको प्रेडिक्सन र अस्ति गरेको प्रेडिक्सन, अस्ति लाइभको मार्फत फेसबुक पेजमा गरेको प्रेडिक्सन पनि भन्छु। कुम्भ राशिको घरमा चन्द्रमा बसेको छ। कुम्भ राशिको अधिपति शनि र चन्द्रमा भनेको विषुक र कुम्भ राशिमै राहु बसेको कारणले गर्दाखेरि चन्द्रमा र राहुको ग्रहण योग। त्यसले गर्दाखेरि 2 दिन 6 घण्टा विशेष सावधानी अपनाउनु पर्छ। बारिश, प्राकृतिक विपत्ति, बारिश धेरै, पानी धेरै पर्ने प्राकृतिक विपत्ति हैन र गाडी वाहनहरू दुर्घटनाको योगहरू विशेष चन्द्रमा र राहुको युति। चन्द्रमा भनेको मनको कारक, राहु भनेको आकाशको राहु, आकाशमा कुद्ने, आकाशमा हिँड्ने, आकाशमा डुलडाल गर्ने, अरे त्यसपछि स्पिडमा अगाडि बढ्ने र टेक्निकल क्षेत्रहरुमा पनि समस्या हैन र राहु भनेको आकाश, आकाश भनेको चट्टाङहरुबाट मान्छेको ज्यान जाने। यसमा अलिकति सतर्क रहनुपर्छ र 2 दिन 6 घण्टा पछि फेरि चन्द्रमा कुम्भ राशि छोडेर मीन राशिमा जान्छ। मीन राशिमै शनि विराजमान भएको कारणले गर्दाखेरि शनि र चन्द्रमाको युति विशेष पूर्ण फल विषुक हुन्छ। त्यसैले 5 दिन सतर्क रहनु होला भनेर मैले तपाईहरुलाई पूर्व नै जानकारी दिइसकेको छु। यो जानकारी अहिले धेरै भाइरल पनि भइरहेको छ है। मेरो फेसबुक पेजमा मैले लेखेको छु र हरेक पोस्टहरु मैले भिडियोमा पनि बताएको छु र लेखेर पनि बताएको छु। सबै कुराहरु तपाईलाई अवगत नै छ। अब जाउँ हामी विशेष के छ भोलिको दिन। सुशीला कार्की प्रधानमन्त्री हुन्छन् भन्नुभएको थियो, ठ्याक्कै मिलो भन्नुभएको छ हैन। अब म भोलिको दिनमा जान्छु। तपाईहरुलाई म भन्छु मैले गरेको प्रेडिक्सन तपाईहरुले हरेक कुरा विचार गर्नु होला। मैले अगाडि के भनेको थिएँ, यही व्यवस्था रहिरह्यो भने शेरबहादुर देउवा प्रधानमन्त्री हुन्छन्। यही व्यवस्था रह्यो भने तर श्रावण, भदौ, असोज, कार्तिक महिना भनेको ठुलो परिवर्तनको साल हो, होइन भने एक केपी बा तपाईको ज्योतिषीलाई देखाउनु भनेर लेखेको थिएँ, भनेको पनि थिएँ। बुझ्नुभयो? र महिला प्रधानमन्त्री हुन्छन् भनेको ठ्याक्कै पुगेको छ ओके। अब जाउँ के छ भोलिको दिनमा विषयवस्तु भन्नुभएको छ। अर्को प्रश्न धेरै राख्नु भएको छ, नेपाल चाहिँ इन्डियासँग गाभिन्छ रे गुरु भन्नुभएको छ। यो कदापि हुँदै हुँदैन। लेखेर राख्नु, टिपेर राख्नु। इन्डियासँग नेपाल गाभिने होइन, बरु इन्डिया चाहिँ टुक्रा टुक्रा हुँदैछ, डामाडोल हुँदैछ, धेरै नराम्रो परिस्थिति आउँदैछ, मान्छेहरूको डेथ हुँदैछ। लगभग तपाईले 2.5 वर्षभित्र देख्नुहुन्छ। यो भिडियो अहिले हुँदैछ आजको दिनबाट, हुन त अस्ति नैबाट हो, शनि बक्री हुने बेलेबाट। तर तपाईहरुले 2.5 वर्षभित्र प्रधानमन्त्री नरेन्द्र मोदी पनि काम छैनन्, प्रधानमन्त्री लास्ट प्रधानमन्त्री जस्तो लाग्छ। मैले क्याल्कुलेसन गरेर भन्दाखेरि प्रेडिक्सन गर्दाखेरि प्रधानमन्त्रीले जसरी केपी शर्मा ओलीले राजीनामा दिनलाई लेट गर्दाखेरि हिजोको जेनजीमा धेरै युवाहरूले ज्यान गुमाउनु परे जस्तै इन्डियामा पनि धेरै गुमाउनु पर्छ र टुक्रा टुक्रा हुन्छ। त्यसैले विशेष ध्यान दिनु होला। तपाईले राजीनामा दिँदा हुन्छ, टुक्रा टुक्रा हुन्छ, विभिन्न प्रकारको प्रकोपहरू आउने हैन। त्यसपछि राजनीतिक क्षेत्र उथुल पुथुल हुने। मैले त 4वटा देशले भनेको छु। यो 2.5 वर्ष विशेष ध्यान दिनु। नेपाल, चीन, भारत र अमेरिका। अमेरिकाको डोनाल्ड ट्रम्पले राम्रो गर्छु भनेर लिएर गएका छन्, तर उनको
कालसर्प परेको कारणले गर्दाखेरि विपरीत हुन्छ, उल्टो हुन्छ निर्णय। राम्रो गर्छु भनेर लाग्दा पनि उल्टो हुन्छ। उसले भोलि देश सखाप बनाउन सक्छन्, धेरै नराम्रो परिस्थिति आउँछ, हेरिरहनु होला। त्यसैले गर्दाखेरि यी कन्ट्रीहरूमा पनि नराम्रो परिस्थिति छ। अब म जान्छु विशेष हाम्रो नेपालतर्फै हैन। अब नेपालमा के हुन्छ भोलिको दिनमा भन्नुभएको छ। मैले पहिले भन्छु चैत्र महिनाको 13 गते रामनवमी हो। रामनवमी भित्र उथुल पुथुल देख्नुहुन्छ तपाईले नेपालमा है, उथुल पुथुल देख्नुहुन्छ। र पहिलो स्टेज नेपालको प्रथम महिला प्रधानमन्त्री सुशीला कार्कीजीले शपथ लिएको 19 दिनपछि मुद्दा माओला लाग्छ सुशीला कार्कीजीलाई भनेको छु। 19 दिन कटिसक्यो, खै 19 दिन भन्नुहुन्छ अरूले हैन, 19 दिनपछि लाग्छ। र उहाँलाई मात्र हैन, ठुलठुला नेताहरूलाई पनि लाग्छ। अनि रामचन्द्र पौडेल हुनुहुन्छ नि, उहाँको त झन् कामै छैन, उहाँलाई पनि धेरै अप्ठ्यारो पर्छ है। र विशेष तपाईहरुले हेर्नु होला, यो भनेको प्रथम चरण हो। दोस्रो चरण भनेको कार्तिकको 2 गते देवगुरु बृहस्पति उच्च राशिमा जान्छन् र त्यसले परिवर्तन गरेको 16 दिनपछि फल दिन्छ। कार्तिकको 18 गते दोस्रो चरण। तेस्रो चरण भनेको चैत्र महिनाको 13 गते र चौथो चरण भनेको भाद्र महिना 2083 साल भाद्र महिनाको 20 गते है, चौथो चरण हेरिराख्नु होला। र उथुल पुथुल हुन्छ। मैले भनेको छु मिति टिपेर राख्नु होला तपाईहरुले, मैले मिति भनेको छैन, यो कुरा चाहिँ टिपेर राख्नु होला। संविधान खारेज हुन्छ 99.9999%। यसमा सचिनी भनेको 0.11% छ संशोधन है। प्रदेश खारेज निश्चित रूपमा हुन्छ 99.99%। हिन्दू राष्ट्र 99.999%। नेपालमा मात्र होइन, यो चाहिँ इन्डियामा पनि हुन्छ, तर इन्डियामा चाहिँ धेरै समय लाग्छ। नेपालमा चाहिँ अब आइहाल्छ, तत्कालै हुन्छ, धेरै समय छैन है। मैले यो मिति नै तोकेको छैन, धेरै समय लाग्दैन। मिति नै तोक्दाखेरि यहाँ तैँले भनेको मिलेन त भनेर कुरा काट्ने धेरै हुन्छन्। जस्तै अस्ति नै जेठको अन्तिम फेजबाट दुर्गा प्रसाद राई निक्लिनुहुन्छ भन्दाखेरि निक्लिनु भएन, त्यसको ठिक्क 15-20 दिनपछि निक्लिनु भयो, उहाँहरूको बोली बन्द भयो। लगभग 1 महिनापछि निक्लिनु भयो, उहाँहरूको बोली बन्द भयो। भनेको मैले भनेको चिजमा कहिलेकाहीँ 1 महिना 1.5 महिना तलमाथि हुनसक्छ। त्यसैले यसमा धैर्यवान हुनुपर्छ, एउटा तपाईँले धैर्यता ल्याउनुपर्छ जीवनमा, म बारम्बार भन्छु है। र हिन्दू राष्ट्र हुन्छ नेपालमा, निश्चित रूपमा हुन्छ हैन। हिजो पनि थियो, आज पनि छ र भोलि पनि भइरहेको छ, तर कागजमा लेखेको छैन। कागजमा नलेख्दा मान्छेलाई कस्तो प्रभाव पर्छ भन्नुहुन्छ भने, कुन्तीको पुत्र, तपाईँलाई म भन्छु महाभारततिर जान्छु, कुन्ती माताको पुत्र कर्ण हो। विवाहभन्दा अगाडि नै सूर्यनारायणको कृपाद्वारा जन्मेको थियो, तर घोषित नगरेको कारणले नि पञ्च पाण्डवको दाजुभाइ हुन पाएनन्, राज्य सम्हाल्न पाएनन्। भनेको घोषित नहुँदाखेरि उसले कति परिणाम दुःख भोग्नु पर्यो, कस्तो कष्ट आयो। त्यसैले गर्दाखेरि घोषित हुनै पर्छ, हिन्दू राष्ट्र घोषित हुनै पर्छ। 1 हुन्छ, 2 हुन्छ, 3 हुन्छ, 99.99% हुन्छ। मैले 100% कहिले भनेको छैन, किन 100% भनेको मेरो प्रभु परमात्मा राधा गोविन्द हुनुहुन्छ, पूर्ण हुन्छ उहाँ। त्यसैले हामी अपूर्ण हो, त्यही भएर उहाँलाई पनि शेष राख्ने गरेको छु जहिले पनि मैले प्रेडिक्सन गर्दा है। र जाउँ, र राजा पनि फर्किनुहुन्छ। अब म राजा ज्ञानेन्द्र शाह हैन, वीर विक्रम ज्ञानेन्द्र शाहजीको कुण्डली मैले धेरै अगाडिबाट रिसर्च गर्दैछु। अहिले उहाँको भ्रामरीको दशा चलेको छ है। यो भ्रामरीको दशा भनेको 82 साल 10 महिना 23 गते सकिन्छ है। 82 साल 10 महिना 23 गते सकिन्छ। त्यसपछि उहाँको बुध चल्छ, भद्रका चल्छ, त्यसपछि उहाँको शुभ दिन स्टार्ट भयो। र मैले हृदयेन्द्र शाहको चिना हेर्दा पारस शाहको सुपुत्र, युवराज पारस शाहको सुपुत्र चिना हेर्दाखेरि जेठकै वैशाखमा हेर्दाखेरि भदौको 21 गतेबाट शुभ छ भन्दाखेरि यो आन्दोलनमा राजालाई ल्याउने कुरा भएको रहेछ, तय भएको रहेछ। तर राजा आउनु मान्नु भएन। किन? सबैले मिलेर बोलायो भने मात्र म आउँछु। राजाको अहिले के छ? भ्रामरीको दशा छ। राजाको पनि त गुरु छन् नि, सबैको ज्योतिषी छन्, सबैको गोपनीय ज्योतिषी छन्। तपाईहरु मध्ये
कतिको गोपनीय ज्योतिषी छन्। त्यस्तै चाहिँ सांसदहरू, हाम्रो नेपालका सांसदहरूको पनि म ज्योतिषी छु, नाम भन्दिनँ, धेरैजनाको मैले पहिलेबाटै भन्दै आएको छु, होइन। र त्यसले भन्दाखेरि गोपनीय सबै हुन्छन्, बुझ्नुभयो, पर्सनल व्यक्तिहरू सबैको हुन्छन्। त्यसले राजाको भ्रामरीको दशा छ, त्यही भएको कारणले, बुझ्नुभयो। र हाम्रो हृदयेन्द्र शाहको 2083 साल 3 महिना 12 गतेबाट, होइन, 84, 85, 86 सालको 3 महिना 12 गतेभित्र धान्नेको पालो चल्छ। धान्ने भनेको गुरु। यसको फल के हो थाहा छ? धन धान्यमा मिल्छ, मान मिल्ने छ नृपको, युद्धमा विजय धैर्य, पत्नीमा लाभ मिल्छ यो। लाभ धातुमा मिल्छ, विद्या क्षेत्रमा सब, आटेको पुग्नेछ गुरुले गर्दा अब। हेर्नु, धन धान्यमा मिल्छ, विद्या, धन धान्यमा मिल्छ, धन धान्य ऐश्वर्य प्राप्त हुन्छ। कसलाई? युवराज शाह, हृदयेन्द्र शाह, युवराज पारस शाहको पुत्र हृदयेन्द्र शाह। धन धान्यमा मिल्छ, मान मिल्नेछ नृपको, मान सम्मान प्रतिष्ठा मिल्छ। नृप भनेको राजाको। धन धान्यमा मिल्छ, मान मिल्नेछ नृपको, युद्धमा विजय धैर्य, पत्नीमा लाभ दिन्छ। युद्धमा विजय हुन्छन्, धैर्यवान हुन्छन्, सुशील हुन्छन्, पत्नीमा लाभ दिन्छ। विवाहको योगहरू उहाँको बन्दै गएको छ, है। धन धान्यमा मिल्छ, मान मिल्नेछ नृपको, युद्धमा विजय धैर्य, पत्नीमा लाभ दिन्छ यो। लाभ धातुमा मिल्छ, विद्या क्षेत्रमा सब, लाभ धातुहरू मिल्छ, गहन चिजहरू मिल्छ, अमूल्य वस्त्रहरू मिल्छ, अमूल्य आभूषणहरू मिल्छ, है। सिंहासन मिल्ने खालको योग छ। तर उहाँको पछि कालान्तरमा गएर सिंहासन प्राप्त हुने, राजा हुने ठोक्क भनेको छु। किन? अहिले म बताउँछु। धन धान्यमा मिल्छ, मान मिल्नेछ नृपको, युद्धमा विजय धैर्य, पत्नीमा लाभ दिन्छ यो। लाभ धातुमा मिल्छ, विद्या क्षेत्रमा सब, आटेको पुग्नेछ गुरुले गर्दा। आटेको पुग्नेछ, सोचेको पुग्नेछ, ताकेको पुग्नेछ हृदयेन्द्र शाहको। त्यसैले उहाँ राजा बन्नुहुन्छ। किन राजा बन्नुहुन्छ? हृदय भावमा गएर देवगुरु बृहस्पतिको दृष्टि छ, कर्मस्थानबाट उच्च मङ्गल पनि त्यही छन्, है। शुभ ग्रह, 4-4वटा शुभ ग्रह हृदय भावमा गएर बसेको कारणले गर्दाखेरि उहाँ हृदयेन्द्र शाहको राजा बन्ने खालको योग छ। यो बकाइदा मैले भनेको छु। र जसले हृदयेन्द्र शाहको चिना हेरेर राजा हुँदैनन् भन्नुहुन्छ भने ती ज्योतिषी होइनन्। अझै अध्ययन गरेर आउनुहोस् तपाईँ। र सबैको यस्तो ग्रह हुँदा राजा हुन्छन् हुँदैनन्। जस्तै माछा मार्ने सेक्टरको व्यक्तिको यस्तै कुण्डली छ भने ऊ माछा मार्ने सेक्टरको राजा हुन्छ। त्यस्तै चाहिँ हृदयेन्द्र शाह भनेको राज परिवारको भएको कारणले राजगद्दी सम्हाल्ने खालको योग बनेको छ। पञ्चपुरुष महायुग मध्ये हंस नाम गरेको राजयोग निर्माण भएको छ कर्म स्थानमा 10औं भावमा। त्यसैले हंस भनेको सिंहासन प्राप्त गर्ने। यो केपी शर्मा ओलीको पनि थियो, तर त्यहाँ सोग्रिए थियो। त्यसैले गर्दा उनले पनि त सिंहासन प्राप्त गरे। जहिले पनि उनी अरू प्रधानमन्त्री भन्दा ऊ धेरै प्रधानमन्त्री भए। अरूले धेरै भए, तर धेरै भए तापनि उनले धेरै भोग भोगे क्या, धेरै त्यस गद्दीमा रहे अहिलेको समयमा। त्यस्तै चाहिँ राजा हुन्छन्, है। र चैत्र 13 गतेभित्र आमूल परिवर्तन हुन्छ। संविधान खारेज, प्रदेश खारेज, हिन्दू राष्ट्र, होइन, राजा आउने। यो मैले त्यति चैत्र 13 गतेभित्रै भनेको होइन नि। फेरि यो समयभित्र चाहिँ एउटा केही न केही आमूल परिवर्तन हुन्छ। 30 का दिनहरूबाट तपाईँको एकदम राम्रो देख्न सक्नुहुन्छ। र मैले पहिले भनेको थिएँ, जेनजीले क्याप्चर गर्छन्, सम्हाल्छन्, तर उनीहरूको हातमा प्रधानमन्त्री हुँदैनन्। अब म जान्छु अहिलेको कन्डिसनमा अब के हुन्छ। यो आन्दोलनमा सक्रिय भइसकेको छ। मैले आजभन्दा अगाडिको एपिसोड हेर्नु भएको छैन, सुदन निरौलाले सोध्नुभएको प्रश्नको उत्तर दिँदै भनेको थिएँ, के जनताले युवाले सम्हाल्छन् भन्दाखेरि अहिले चान्स छैन, अलिक पछि चान्स छ। अहिले क्याप्चर चाहिँ गरेँ, तर अलिक पछि चान्स छ, है। किन हुँदैनन्? यो सालको राजा सूर्य भनेको पुरानो, पुरा अपि नवौनमा यति पुराण भनेको के हो? पुरानो चिज। त्यस्तै सूर्य भनेको त
धेरै पुरानो हो नि त, प्राचीन कालदेखि हो नि त। त्यसैले सूर्य भनेको पुरानो चिजलाई नै लिएर आउँछ भन्नुको पुरानो राजनीति गरेकै व्यक्तिलाई लिएर आयो कि आएन अहिले प्रधानमन्त्री सुशीला कार्कीलाई हो। र चन्द्रमा भनेको मन्त्री, चन्द्रमा भनेको मनको कारक, चन्द्रमा भनेको आमा, चन्द्रमा भनेको स्त्री। त्यसैले गर्दा स्त्रीलाई नै ल्यायो। र यो चिज मैले पहिले 3 महिना अगाडि बोलेको थिएँ, नेपालमा स्त्री प्रधानमन्त्री हुन्छन् तर समय लाग्छ, मिलेन हुन्छ। र पछि गएर नेपालमा पनि प्रधानमन्त्री स्त्री हुन्छन्, यो कुरा पनि लेखेर राख्नु। तर यो समय चाहिँ पर्खिन सक्नुपर्छ, धैर्यता आफूमा हुनुपर्छ। भन्ने बित्तिकै चट्टै हुँदैन है। जस्तै सम्भोग गर्ने बित्तिकै सन्तान जन्मिँदैन नि त, 9 महिना लाग्छ होइन। कुनै भगवानको कृपाले 7 महिनामा पनि जन्म हुन्छ। भन्नुको मतलब मैले भनेको चाहिँ अहिले नै ट्याक्कै लागु हुन्छ भन्ने चाहिँ हुँदैन, बुझ्नुभयो। यो चाहिँ समय लाग्छ। ध्रुव सत्य यानि कि ज्योतिष भनेको ध्रुव सत्य हो। सत्य कुरा कुनै कुराले पनि टारेर टर्दैन होइन। अब म जान्छु भोलिको दिनमा के हुन्छ। अब धेरैजनाको प्रश्न के छ, मैले गरेको प्रेडिक्सनमा हजुरले दुर्गा प्रसाद प्रधानमन्त्री हुन्छन् भन्नुभएको छ, बालिन शाह प्रधानमन्त्री हुन्छन् भन्नुभएको छ, राजेन्द्र लिङ्गदेनको पनि भोलिको दिनमा प्रधानमन्त्री छ भन्नुभएको छ, धेरैजनाको प्रधानमन्त्री छ भन्नुभएको छ है। कुलमान घिसिङको पनि भन्नुभएको थियो, ऊ मन्त्री भइसक्यो होइन। बालिन शाहको पनि भन्नुभएको थियो तर अहिले नबन्नु भन्नुभएको थियो, बनेनन् होइन। र सुशीला कार्कीको प्रधानमन्त्री हुन्छन् भनेर ठोक्कै गर्नुभएको थियो तपाईँले 2 दिन अगाडि फेसबुकमा, मिलो होइन। अब यहाँ जाउँ, मैले भनेको छु नि अबको को हुन्छन् प्रधानमन्त्री भन्दाखेरि जुन समयमा कम्पिटिसन चल्छ। जस्तै फर इक्जाम्पल प्रधानमन्त्री हुनको लागि वैशाखमा चयन भयो है, र वैशाखको महिनामा कुन व्यक्तिको अब्बल ग्रह छ ती व्यक्ति प्रधानमन्त्री हुन्छन्। त्यसैले गर्दाखेरि यी मैले भनेका व्यक्तिहरू प्रधानमन्त्री भोलि हुन्छन्। तर बालिन शाहलाई अहिले कमजोर बनाइँदैछ, बालिन शाहलाई गिराइँदैछ। तर विचार गर्नु होला, याद राख्नु होला, बालिन शाह प्रधानमन्त्री निश्चित हुन्छन्। ठोकेर राख्नु होला 99.999%। बुझ्नुभयो। अहिले विदेशी एजेन्डा के भने तँसँग मलाई मतलब भएन क्या, तपाईँ जुनसुकै एजेन्डा हुनुहोस् त्योसँग म मतलब भएन। त इन्डिया बसेर त खोक्छस् भनेर धेरैजनाले भन्नुभएको छ। म जहाँसुकै बस्छु तर मेरो मन नेपालमा श्रद्धा भाव भयो भने, नेपालप्रति माया भयो भने त्यही सबैभन्दा ठुलो कुरो हो। त्यस्तै चाहिँ बालिन शाह प्रधानमन्त्री बन्छन् होइन, निश्चित रूपमा हो 99.99%। हेरिराख्नु होला। र रामचन्द्र पौडेलजीको पनि धेरै लामो समय छैन। र अहिलेका यहाँ प्रधानमन्त्री अथवा मन्त्री भएका 2 जना मात्र मलाई धेरै मनपर्छ। महावीर पुन एकदम सरल, हेर्नु न ओके, एकदम सरल, मलाई उहाँ एकदम मनपर्छ। मलाई प्रधानमन्त्री नै दिँदा पनि केही फरक छैन, उहाँ मनपर्छ है। र अर्को कुलमान घिसिङको त मैले जेठमा कि वैशाखमा पनि परीक्षण गरेको छु, उहाँ मन्त्री प्रधानमन्त्री हुने खालको योग्य भएको व्यक्ति भनेर भनेको थिएँ होइन। अब म जाउँ विषयवस्तुमा फेरि ल। अब के हुन्छ भोलिको दिनमा, चेन्जिङ के कस्तो हुन्छ भोलिको दिन तपाईँले चिन्ता गर्नु पर्दैन। सबैले राजालाई ल्याएर राजामा राख्छन्, राजा आउनुहुन्छ, चिन्ता गर्नु पर्दैन। धेरै लामो समय छँदै छैन है, धेरै लामो समय छैन, एकदम सर्ट छ। अब मैले यहाँ भनिसकेँ नि, राजाको पक्षबाट पनि राम्रो रहेछ यही माघबाटै। र हेर्दैन शाहको कहिले 83 सालको 3 महिना 12 गतेबाट राम्रो रहेछ होइन। र मैले विशेष डेटहरू पनि मैले अगाडि नै तोकिदिएको थिएँ, यो समयमा पञ्चक छ, यो समय सतर्क रहनु भनेको आज त्यही कुरा पनि भइरहेको छ है। यो कुरा म यहाँ राखेँ होला एकदम। अब विशेष चिन्ता गर्नुपर्ने खालको छैन, अलिकति डर मर्दो स्थिति चाहिँ छ। अलिकति टाउको जुधिरहेको यो अहिले जेन्जी नै जुधिरहेका छन्, उहाँहरूलाई मिल्न संयमित हुन जरुरी छ। र जेठ महिनामा मैले हरकत साम्पाङजीको बारेमा भविष्यवाणी गरेको थिएँ, पार्टी खोल्नुहुन्छ भने भदौ महिनापछि खोल्नुहोस् भनेको। त्यो आज ठ्याक्कै मिलेको छ कि छैन हाम्रो हरकत साम्पाङजीको, उहाँले पार्टी खोल्ने यहाँ के गर्ने भन्ने चाहिँ थियो। अहिले ग्रहको स्थिति कमजोर छ, स्थान परिवर्तन राज्य हुँदैछ। त्यसैले उहाँलाई मैले नाम नतोकिकन अहिले निर्णय लिनलाई हतार नगर्नु भनेर भनेको छु। भने उहाँको ग्रह गोचर पनि अलिक खराबै छन्, भदौ पछिको महिनाबाट बरु राम्रो छ है। र यसपालि धेरै जस्तो ठुला नेताहरूलाई फेरि कारबाही हुने बाला छ, अलिकति अप्ठ्यारै छ।
है, त्यसैले सजग पनि हुनु होला। मिलेको छ नि हैन। बालनजीलाई अहिले पार्टी नखोल्नु, मौन धारण गरेर बस्नुहोस् भनेको छु। मौन धारण नै भइरहनु भएको छ, बोल्नु भएको छैन, एक शब्द पनि बोल्नु भएको छैन। मैले भनेको कुरा मैले त मलाई म्यासेज पनि गरेको छु, उहाँलाई टेक्स्ट पनि गरेको छु, अनि उहाँलाई मेन्सन पनि गरेको छु। मैले उहाँलाई मात्र फलो गरेको छु, उहाँ र सन्दीप लामिछानेलाई, दुईजनालाई मात्र मेरो पेजबाट रिसर्च एस्ट्रोलोजी 24बाट फलो गरेको छु। र अरू चाहिँ मेरो आफ्नै दुईवटा, एउटा अर्को पेज र मेरो आफ्नो आइडीलाई मात्र फलो गरेको छु, जम्मा 4 जना है। मैले आफूले जानेको विद्या विवेक नै प्रयोग गर्ने गर्छु है। र अब नेपाल एकदम समृद्धिको बाटोमा जान्छ, चिन्ता गर्नु पर्दैन। मार्केटिङ क्षेत्रको बारेमा तपाईँहरूलाई अलिकति डाउट हुनसक्छ। मैले पहिले भनेको थिएँ भदौ महिनाबाट एकदम शुभ हुन जान्छ, तर यो परिवर्तनको खाल्डोमा परेन भने राम्रो हुन्छ। तर भोलि गएर कालान्तरमा गएर एकदम राम्रो हुन्छ, चिन्ता नगर्नु, निश्चित रूपमा भनेको छु है। रवि लामिछाने बारेमा धेरैले प्रश्न गर्नुभएको छ, प्रधानमन्त्री हुन्छ अरे उहाँको कालान्तरमा जेल जीवन छ, जेल जीवन भोग्नुहोस्, आउनुहोस्, त्यसपछि जेसुकै गर्नुहोस्। तर उहाँको राजनीतिक क्षेत्र राम्रो छैन। उहाँलाई पत्रकारिता, वक्तित्व कलामै अथवा उहाँलाई बाणीद्वारा नै अगाडि बढ्ने खालको योग छ। सञ्चारकर्मी अथवा जेमा होस्, उहाँलाई त्यही क्षेत्र राम्रो छ, त्यसैमा लाग्नुहोस्। तर उहाँको जेल जीवन निश्चित छ, कालान्तरमा गएर 99.999%। अब हरगर साम्पम प्रधानमन्त्री हुन्छन् हुँदैन भन्नुभएको छ। मैले उहाँको शब्दको बारेमा एक शब्द पनि बोलेको छैन। किन बोलेको छैन त्यो तपाईँहरूले पछि थाहा पाउनुहुन्छ। मन्त्री बन्छन्, प्रधानमन्त्री बन्छन् भन्दा पनि मैले एक शब्द बोलेको छैन यो बारेमा। किन बोलेको छैन कसो भन्ने कुरा तपाईँहरूले अलिक पछि थाहा पाउनुहुन्छ मैले है। र उहाँ प्रधानमन्त्री हुन्छु भनेर आउनुभएको थियो काठमाडौँमा, मैले त्यतिखेरै भनेको थिएँ हुँदैन, हाँस्दै आउनुभएको थियो, रुँदै जानुहोस्, अहिले तपाईँको समय छैन भनेको थिएँ है। अब जोस् नेपाल समृद्धिको बाटोमा लागेको छ, समृद्धि हुन्छ, परिवर्तन निश्चित छ, आमूल परिवर्तन हुन्छ। फागुनमा चुनाव हुँदैन, 99.9999% लेखेर राख्नुहोस्। फागुन 21 गते भनेछन्, फागुन महिनामा हुँदैन, लेखेर राख्नुहोस्। मैले झुट बोलेको हो कि होइन, सत्य बोलेको छु कि छैन भन्ने कुरा त पछि तत्काल देखिहालिन्छ नि है। र मैले गरेका पुरानो भविष्यवाणीहरू एक हेर्नुहोस् क्या, एक हेर्नुहोस्, एक केलाउनुहोस्। अर्को कुरा तपाईँहरूको गुनासोलाई फेरि मैले मेटाइदिएँ। गुरु तपाईँको फोनै लाग्दैन भन्नुहुन्छ, म इन्डियामा छु, नेपाली नम्बरमा गएर लाग्छ त। केवल वाट्सएपमा तपाईँले कन्ट्याक्ट गर्नु भने लाग्छ, नेपाली वाट्सएप अथवा इन्डियन वाट्सएपमा गर्नु भने लाग्छ है। र आज भिडियो म अहिले दिउँसो बनाउँदैछु, यो बेलुका अपलोड गर्छु। किन म आज द्वारिकाधीश जाँदैछु, थोरै समय यसो आफ्नो मनलाई प्युरिफाई गर्नको लागि, शक्ति बढाउनको लागि, भगवानको दर्शन गर्नको लागि जाँदैछु। त्यसैले गर्दाखेरि आज त दिउँसै बनाएको छु, तर मेरो भिडियो भनेको रात्रिको 8 बजे आउँछ है। र बाटोमा अब डाटा धेरै हुँदैन, त्यही भएको कारण अहिले बनाइरहेको छु है। र पुरानो भिडियोहरू पनि तपाईँलाई म राखिदिन्छु, यहाँ पुरानो भिडियोहरू पनि तपाईँहरूले हेर्न सक्नुहुन्छ। तर बालेन शाहलाई कमजोर नठान, बालेन शाह भविष्यको प्रधानमन्त्री निश्चित निश्चित निश्चित। रवि प्रधानमन्त्री हुन्छन् भनेर मैले कहिले भनेको छैन, हुने खालको योगै छैन। अब मैले हुन्छ भनेर हुन्छ, अब भगवानको अनन्य भजन गरेर तपस्या प्राप्त गरेर होइन भयो भने हुन्छ। किन मुखम करोति वाचलम पाङ्गु लङ्गे यते ग्रीम यत कृपा तदहम वन्दे परमानन्द माधवम। भगवानको कृपा अनुकम्पा भयो भने नि नबोल्ने व्यक्ति बोल्छ, लुते लङ्गडे व्यक्ति हिमाल चढ्न सक्छ, पहाड चढ्न सक्छ। त्यस्तै चाहिँ उसले तपस्या गरेर भगवानलाई प्राप्त गरेर आयो भने प्रधानमन्त्री खान्छन्, होइन भने उहाँको कालान्तरमा जेल जीवन छ। म उहाँ बारेमा धेरै बोल्दिनँ, मैले बोल्दा थाकिसकेको छु है। र क्रिकेट क्षेत्रको बारेमा के कस्तो छ भनेर सोध्नु भएको छ। यो मैले पहिले नै भनेको छु क्या, जेठ महिना कि वैशाख महिनामा हेर्नु न, हनुमानजीको उपासना गर, हनुमानजीलाई आराधना गर। जतिजना खेलाडी छौ हनुमानजीको उपासना, हनुमानजीको आराधना गर्दै गर्दै अगाडि बढ्नुहोस्। तपाईँहरूले हरेक क्षेत्रमा फड्को मार्दै जानुहुन्छ। भोलि तपाईँले विश्व रेकर्ड राख्नुहुन्छ, भोलि तपाईँले आफ्नो नाम उच्च राख्नुहुन्छ। शुभकामना पनि छ तपाईँहरूलाई, तपाईँहरूको एकदम राम्रो छ। तर अलिकति क्यानभित्रै थोरै गडबड भइरहेको छ, यो कुरा पनि पछि खुल्छ, चिन्ता नगर्नुहोस् है। यो कुरा खुल्छ पछि, चिन्ता नगर्नुहोस्। मैले बारम्बार मैले देखेको, मैले शक्तिद्वारा देखेको अथवा मैले पढाइबाट देखेको कुराहरू निश्चित रूपमा भनिदिन्छु, कुनै ढाक छोप नगरिकन भनिदिन्छु। किनकि मैले ज्योतिष पहिले पढाएको हो नि, थाहा छ भन्दा 4 वर्ष अगाडि पनि ज्योतिष पढाएको छु।
होइन। अहिले पो पढाउन भ्याएको छैन, अब आफ्नै साधनामा पनि यसो होइन। सबैभन्दा ठुलो कुरा साधना क्षेत्र हो, त्यसैले हजुरहरूलाई पनि म बारम्बार भन्छु साधना क्षेत्र अप्नाउनुहोस् होइन। भगवान्ले दिनुभएको छ साधना भनेको मल भनेको जुन बेलामा पनि तपाईँले हाल्न सक्नुहुन्छ। मल गहुँलाई, धानलाई, मकैलाई, कोदोलाई, स्याउलाई, जेलाई पनि हाल्न सक्नुहुन्छ। त्यसै साधना गर्दै गर्दै भगवान्को भक्त भएर अगाडि बढ्नुहोस्, भगवान्को कृपा लिएर अगाडि बढ्नुहोस्। तपाईँको कुनै काम पनि अनसक्सेस हुँदैन, पुरा सक्सेस हुन्छ, समय लाग्छ है। र अगाडि दिन राम्रो छ, नेपाल उज्जवल भविष्यको तर्फ जाँदैछ होइन। र यहाँ सेनाले रक्षा गरेनन् भनेर धेरैजनाले भन्नुभएको छ। सिममा दरबार जलाउँदा पनि रक्षा गरेन। अरे त्यहाँ संविधान पढ्नुहोस् के लेखेको छ। मैले टङ्क हालको भिडियो हेरेको थिएँ, त्यहाँ उहाँले भन्नुभएको छ जबसम्म स्वीकृति मिल्दैन राष्ट्रपतिबाट, प्रधानमन्त्रीबाट, तबसम्म उहाँहरूले पाइला चाल्न मिल्दैन, बाहिर निक्लिन मिल्दैन भनेर संविधानले लेखेको छ। त्यही भएर यो संविधान काम छैन। मलाई चाहिँ लाग्छ हाम्रो प्रेरणा भएअनुसार म यो ज्योतिषी पाटोबाट चाहिँ बुझाउन सक्दिनँ, तर यो 2047 को हुन्छ जस्तो मलाई फिल भइरहेछ। यो भन्ने बित्तिकै मलाई आनन्द भइरहेछ हृदयमा है। त्यही भएको कारणले भन्दैछु संविधान यो कामै छैन। अब यो च्यात्र खाल्नु भन्दाखेरि मलाई भोलि पक्रिनु सक्छ। अगाडिको भिडियोमा त मैले भनेको थिएँ, म माफ माग्छु, तर यो संविधान काम छैन, प्रदेश खारेज है। 14 अञ्चल 75 जिल्लै हुनुपर्छ है। ल म यसमा पुरानो भिडियोहरू पनि राखिदिन्छु। राजाको पक्षमा चाहिँ मैले 81 सालमा पनि बोलेको थिएँ, राजा आउने चान्सै छैन। यो पौष महिनामा पनि बोलेको थिएँ क्या, अरे मङ्सिरमा पनि बोलेको थिएँ, र अस्ति चैत्र महिनामा पनि बोलेको थिएँ। चैत्र 15 गतिको आन्दोलनको बेलामा पनि बोलेको थिएँ। अरे ग्रहहरू शुभ छन् म मान्छु, तर शुभ भए पनि यो ग्रह चाहिँ सायद कुन ग्रह मैले ठ्याक्कै बिर्सेँ, यो ग्रह यस्तो दोष लागेको छ, त्यही भएको कारणले यो सक्सेसफुल हुँदैन भनेर भनेको थिएँ। 81 सालमा राजा आउने चान्सै कम थियो। किन चान्स कम थियो भन्नुहुन्छ भने देवगुरु बृहस्पति शुक्रको घरमा गएर बसेका छन्। शुक्र भनेको दैत्यको गुरु, अनि कसरी मिल्छ त देवको गुरुसँग? मिल्दैन नि। कि त भनेपछि तपाईँको यहाँ जाँदा हुनु पर्यो, मिल्ने भनेको बुधसँग मिल्छ होइन, अथवा सबैभन्दा पक्ष भनेको उच्चको हुँदा मिल्छ। त्यसैले गर्दाखेरि राजाको पक्षको लागि चाहिँ विशेष होइन कार्तिकबाट धेरै शुभ छ, अथवा कार्तिक नलाग्दै पनि शुभ हुन्छ। किन भन्नुहुन्छ भने अघि मैले भने जस्तै कुनै रुखमा एउटा चरा आएर बस्यो भने बस्दाखेरि हल्लिन्छ, अनि बसिरहँदाखेरि हल्लिँदैन, भुर्र उडेर आउँदाखेरि हल्लिन्छ, अनि बसिरहँदा हल्लिँदैन, र अन्तिम समयमा हल्लिन्छ। अनि के यो राशिबाट छोडेर यता जाँदाखेरि हलचल हुन सक्छ है, त्यो भनेर मात्र। र राजाको चिना नहेरिकन फेरि कुनै पनि ज्योतिषी माइकलले भन्छ भने म मान्दैन। शास्त्रको प्रमाणित बिना कोही पनि बोल्छ भने म मान्दिनँ, चाहे जोसुकै होस्। 81 सालमा एकजना ज्योतिषीले भन्नुभएको थियो, मसँग पनि फ्रेन्ड हुनुहुन्छ फेसबुकमा, अब म नाम खुलाउँदिनँ, मैले पेजबाट पनि पोस्ट गरेको थिएँ। उहाँले भन्नुभयो यिनी हाउ 81 सालमा अन्तिमसम्ममा राजा आउँछन् ठोकेर राख्नु भन्नुभएको छ। अब मलाई यो चिजमा चाहिँ एकदम पारो तातो। शास्त्रले भनेको कुरा भन्नुभएको थियो, र कहिलेकाहीँ उहाँले व्याख्या गर्दाखेरि फलादेश गर्दाखेरि नमिल्नु अलग कुरो, तर आउँछन् के को आधारमा भन्नुभएको छ भन्दाखेरि खै आधारै खुलाउनु भएको छैन। अनि यो आधारै नखुलाइकन गरेपछि के हुन्छ भन्दाखेरि त्यसै पनि नेपालमा त यो ज्योतिष शास्त्रलाई हेलिते गर्छन्, त्यति साह्रो धेरै मान्दैनन्। इन्डियामा त भयङ्कर मान्छन्, म अहिले इन्डियाबाट हो। त्यही भएको कारणले गर्दाखेरि शास्त्र बिना चाहिँ कसैले पनि नबोल्नु होला है। ज्योतिष सेक्टर पढ्दै हुनुहुन्छ भने पनि शास्त्र विपरीत बोल्दै नबोल्नु, ग्रह बुझाएर बोल्नु होला, चाहे 2 मिनट ढिलो त होला, अथवा तपाईँको 2 मिनट तपाईँको अथवा 5 मिनट भिडियो थोरै लामो होला, तर ज्योतिष पढेको व्यक्तिले बुझ्नुहुन्छ। अरूले नबुझे पनि के भयो त 2 मिनट ठुलो भएर के भयो, तपाईँले भन्न खोज्नु भएको कुरा त बुझ्नुहुन्छ नि त। तपाईँले भोलि राजा आउँछ है भनेर भन्नु र यो ग्रहले भयो है भनेर भन्नुमा के फरक छ त? त्यही भएर तपाईँहरूले के गर्नुपर्छ भन्दाखेरि ज्योतिष जो पनि हुनुहुन्छ उहाँहरूले ग्रहहरूलाई स्पष्ट खुलाएर गरिदिनु होला। अब हेर्नु है त, दुर्गा प्रसादजीको बारेमा पनि मैले व्याख्या गरिसकेको छु होइन, राशि चिनाबाट। उहाँको लागि
जेठबाट शुभ छ। हाम्रो प्रचण्डजीको बारेमा जान्छु। प्रचण्डजीको नाम नरको नाम हो छविलाल। छविलाल भनेको कुन ग्रहमा आउँछ भन्दाखेरि हेर्नु है त, तपाईँलाई म बुझाइदिन्छु। मेष भनेको चर स्थिर 2 स्वभाव, चर स्थिर 2 स्वभाव, मेषबाट गर्दै जानुपर्छ। चर स्थिर 2 स्वभाव, चर स्थिर 2 स्वभाव भनेपछि यो ग्रह भनेको छ भनेको 2 स्वभाव। 2 स्वभाव भनेको दुवैतिर फर्किने भनेको हाम्रो प्रचण्डजी कस्तो हुँदो रहेछ, दुध भात यता पनि जाने उता पनि जाने, यो पनि गर्ने त्यो पनि गर्ने। त्यसैले प्रचण्डजीले गर्नुभएको कुनै पनि कार्य पूर्णतः लागू भएको छैन, सिद्ध भएको छैन। किन? 2 स्वभाव भएको कारणले। निर्णय त एउटै हुनुपर्छ नि। त्यसैले प्रचण्डजीको यता पनि जाने यता पनि जाने, ग्रहले पनि त्यही बतायो हो कि होइन, 2 स्वभाव। त्यसैले एमालेमा पनि जाने काङ्ग्रेसमा पनि जाने भन्नुको मतलब उहाँले गरेको निर्णयहरू पनि असफलताको समयमा लाग्दैछन्। उहाँले नै गणतन्त्रको लागि ल्याउनु भएको थियो भनेपछि उहाँले नै गर्दा गणतन्त्रको अन्त्य पनि हुन सक्छ, अथवा यो राजनीतिक परिवर्तन हुन सक्छ। प्रचण्डजीको 82 सालको 4 महिना 3 गतेपछि चन्द्रमामा देवगुरु बृहस्पति चल्छ। त्यसपछि उहाँले निर्णयहरू एकदम राम्रो लिनुहुन्छ होइन। अहिले चाहिँ अलिकति खराब खराबै छ, तर उहाँको स्थिरता भनेको चाहिँ अलिकति होइन है, मैले गल्ती नै गरेछु है भन्ने रियलाइज चाहिँ अथवा उहाँको बुझाइ चाहिँ 82 सालको 2 महिना 11 गतेपछि, जेठको 11 गतेपछि उहाँले त्यो कुरा सम्झिनुहुन्छ, बुझ्नुहुन्छ है। र यता हाम्रो केपीजीको पनि ग्रह गोचर एकदम खराब छ। मैले अस्तिको चिना हेर्दा पनि भनिरहेको थिएँ, केपीजीको बारेमा धेरै गाह्रो छ, सकस छ होइन। उहाँलाई अब यो तपाईँहरूले देखि पनि रहनु भएको होला, यो साल नबित्दै पनि मैले भनेको थिएँ केपी ओलीको त्यहाँ चिना 82 सालको 3 महिना 4 गतेबाट त झन् नराम्रो छ। उहाँको स्वास्थ्यमा देखिन आफ्नो पार्टीमा अथवा सम्पूर्ण क्षेत्रमै धेरै सकस पर्नेवाला छ। कसलाई? केपी शर्मा ओलीलाई। र यही हेर्नुहुन्छ भने 82 सालको 1 महिना 4 गतेबाटै शुक्र राहु र चन्द्रमा चलेछ। राहु र चन्द्रमा भनेको तपाईँको फेरि यहाँ चन्द्रग्रहण लाग्यो, मन अत्तालियो, धेरै सङ्घर्ष छ है। त्यसैले 1 महिना 4 गतेबाटै यो स्टार्टिङ भइरहेको छ। उहाँलाई धेरै गाह्रो छ, उहाँले अब धेरै परिवर्तन गर्नुपर्छ। र म उहाँलाई के भन्न चाहन्छु भने उहाँ आफ्नो नजिकको व्यक्ति जसलाई उहाँले धेरै मान्नुहुन्छ, उहाँलाई मैले जानकारी दिइसकेको छु। तपाईँहरू सबै दल एकैचोटि मिल्नु होला, सबैको हित हुने काम गर्नु होला र तपाईँहरू अगाडि चलाउनु होला। होइन भने तपाईँहरू परिवर्तनको खाल्डोमा पर्नुहुन्छ, तपाईँहरूलाई भोलि आफै गाह्रो अप्ठ्यारो हुनेवाला छ। यो लेखेर राख्नु होला है। यो तपाईँले 2टा चिना देख्दै हुनुहुन्छ यहाँ हेर्नु है। म आज चाहिँ लट्ठीबाट देखाउँछु। धेरै कोर्मेट भएको कारणले गर्दाखेरि बुझ्नलाई तपाईँहरूलाई पनि गाह्रो हुन्छ। त्यही भएको कारणले यो चाहिँ तपाईँको वैशाखको, यो चाहिँ हाम्रो देशको राशि, यानि कि हाम्रो देश भनेको नेपाल। ने भन्ने बित्तिकै वृश्चिक राशिको 8औँबाट लग्न होइन त, ग्रहहरू एउटै छन् है। बुझ्दै हुनुहुन्छ नि। अब जाउँ, यो साल कस्तो परिस्थिति आउँछ, के हुन सक्छ, यो कुरा म एकुरेट भन्दैछु। तपाईँहरूले लेखेर राख्नु होला, टिपेर राख्नु होला। मैले भनेका चिजहरू चाहे फेसबुक पेज रिसर्च एस्ट्रोलोजी 24मा होस् अथवा युट्युब च्यानल रिसर्च एस्ट्रोलोजी 24, यी चिजहरूमा भनेका चिजहरू तपाईँले टिपेर अथवा रेकर्ड गरेर राख्न सक्नुहुन्छ है, जस्तोको त्यस्तै। अब जाउँ, सर्वप्रथम यो सालको राजा भनेको सूर्य र मन्त्री भनेको चन्द्रमा छन् है। र सूर्य तपाईँको हेर्नुहुन्छ भने यो सालको पहिलो भावमै छ। वैशाखमा भएपछि जहिले पनि पहिलो भावमा हुन्छ। तर हाम्रो नेपालको चाहिँ राशि कुण्डलीबाट हेर्ने भने तपाईँको सूर्य ग्रह रोगको घरमा गएर बस्छ। कहाँको अधिपति हो भन्नुहुन्छ भने यसको अधिपति हो भनेपछि यो सूर्य कर्म भावमा गएर बस्छ भनेको यसपालिको राजा को छ? सूर्य छ। त्यसैले यो सूर्य कर्म भावमा गएर बसेपछि रोग ऋण शत्रु सबै पराजित हुने भए, कर्म निष्ठा हुने भयो भनेपछि यो क्षेत्रमा राजनीतिक गर्ने मान्छेलाई धेरै अप्ठ्यारो छ यो साल। किन भन्दाखेरि राजै सूर्य भएको कारणले गर्दाखेरि राजनीतिक गर्ने व्यक्तिको काण्ड होइन, ठुल्ठुला काण्डहरू आउने। अस्ति पनि मैले भनिरहेको थिएँ, यो
माघमा भनेको थियो होला सायद, तपाईहरुले फेसबुक पेजमा चेक गर्न सक्नुहुन्छ। माघमै भनेको थियो ठुल्ठुला काण्डहरू नयाँ सालबाट उत्पन्न हुन्छन् है। र अब जाउँ, देवगुरु बृहस्पति यहाँ हेर्नुहुन्छ भने द्वितीय भावमा छ है। देवगुरु बृहस्पति फेरि चेन्ज हुन्छ तपाईको वैशाखको 31 गतेपछि, र देवगुरु बृहस्पति कार्तिकको 2 गते कर्कट राशिमा जान्छ। कर्कट राशिमा जाँदाखेरि चतुर्थ भावमा जान्छ, हृदयमा गएर बस्छ। भन्दाखेरि नेपालको कहाँ गएर बस्छ भन्दाखेरि भाग्य स्थानमा गएर बस्छ, धर्मको सेक्टरमा गएर बस्छ। त्यसैले अब राजनीति गर्ने व्यक्तिले के गर्नु पर्यो भन्दाखेरि धर्म सेक्टरलाई अपनाउनु पर्यो। आफ्नो धर्म छोड्नु भएन यो साल है। यो सालमा स्थापना हुने यानी कि तपाईको संविधान नै परिवर्तन हुने अथवा संविधान संशोधन हुने चान्स धेरै देखियो है। अब तपाईको वैशाखको 12 गतेबाट अथवा जेठको 6 गतेबाट मन्त्रीमण्डलले परिवर्तन देखियो, अथवा प्रधानमन्त्री होस् अथवा मन्त्रीमण्डलले पुरै परिवर्तन हुने, धेरै चलखेल हुने देखिएको छ। स्थिरता छैन है। किन भन्नुहुन्छ भने नि ठ्याक्क वैशाखको 31 गते यहाँबाट यो सप्तम भावबाट अहिले मिलेर बसेका जति पनि छन्, जुन एमाले कांग्रेस मिलेर बसेको छ नि, यो ग्रह यहाँ आउँछ कि अष्टम भावमा आउँछ। अष्टम भावमा आउने भनेको मृत्यु तुल्य कष्ट प्राप्त गर्ने खालको नमिल्ने भनेको वैशाखको 31 गतेबाट टुट्ने फुट्नेहरू हुन्छ। त्यसैले मन्त्रीमण्डलमा हेरफेर हुने खालको योग बनेको छ। टिपेर राख्नु होला है, नजिक छ समय। र तपाईको यो अब राहु ग्रह पनि चेन्ज हुँदैछन्। राहु ग्रह तपाईको हेर्नुहुन्छ भने व्यय स्थानमा छ, शनि र राहु हो हैन। र जेठको 4 गते राहु ग्रह कहाँ जान्छन् भन्दाखेरि हृदयमा गएर बस्छन्। फेरि हेर्नु है, नेपालको कुण्डलीको हृदयमा गएर बस्छन्। हृदयमा राहु गएर बस्नु भनेको के हो भनेको जसरी भए पनि लक्ष्यलाई प्राप्त गर्नु हो। एनी हाउ जसरी पनि लक्ष्यलाई प्राप्त गर्नु। कसले भनेको लक्ष्यलाई प्राप्त गर्नु भन्दाखेरि चतुर्थ भनेको घर, आफ्नो घरले भनेको। आफ्नो घर भनेको को बस्छन् घरमा भन्दाखेरि जनता। जनताले भनेको कुरालाई एनी हाउ गर्नै पर्छ। कहिलेसम्म? 18 महिनासम्म। किन 18 महिना? राहु एउटा राशिमा 18 महिना बस्छ। बुझ्दै हुनुहुन्छ? भएन भने के हुन्छ हेर्नु है, शनि र राहुले सापिक नाम गरेको दोष बनेको छ वैशाख 1 गते। मतलब तपाईको भएन भने के हुन्छ भन्नुहुन्छ भने धेरै आन्दोलन हुन्छ, भयानक चिजहरू खुल्छन्, बाहिर धेरै कुराहरू आउँछ। र यो शनि छ नि, यो शनि व्ययस्थानको शनिले धेरै काण्डहरू छताछुल्ल बनाइदिन्छ, धेरै मान्छेलाई अस्तव्यस्त बनाइदिन्छ है। र यो पञ्चम भावमै गएर बसेको छ नि, विद्या बुद्धि विवेकको घरमै गएर बसेको छ। यो शनिले छोड्नेवाला छैन। किन छोड्नेवाला छैन? तृतीय स्थानको अधिपति र चतुर्थ स्थानको अधिपति शनि गएर पञ्चम स्थानमा बुद्धि विवेकको घरमा गएर बसेको छ। एनी हाउ जसरी पनि परिवर्तन हुन्छ हुन्छ हुन्छ। म श्रीराम बिन्द्रान बसेको 8-9 वर्ष भयो र मेरो पिताजीले कहाँ जमिन किन्नु भएको छ, कति किन्नु भएको छ, म घर गएपछि मात्र मलाई थाहा हुन्छ। थाहा भए तापनि फोन गरेर कुनो थाहा हुँदैन। त्यस्तै चाहिँ कालापानीको जग्गा भनेको पुर्खाले आर्जेको जग्गा हो। त्यसैले पुर्खा पिताजी राजालाई विशेष थाहा हुन्छ। र राजा नआइकन सम्भव छ जस्तो मलाई फिल लाग्दैन। र यस बारेमा तपाईहरुको के छ तपाईहरु भन्नुहोला। ज्योतिषीय दृष्टिकोणमा यसमा मैले विशेष रिसर्च गरेको छैन, यो आफ्नो मनको कुरा भन्दैछु है। र मैले फेरि पनि दोहोर्याउँछु, रमेश लेखकको धराप छ हैन, केपी शर्मालीको पनि धरापै छ स्थिति हैन। प्रचण्डको त उहाँले राजीनामा दिँदा हुन्छ, र मैले हात उठाएँ भनेर राजीनामा दिएर आफ्नो ठाउँमा छोरीलाई राखेर छोरीको ठाउँमा मेयरको ठाउँमा आफू जाँदा हुन्छ। लेखेर राख्नु होला, तपाईहरु नरिसाउनु होला, माओवादीहरु नरिसाउनु हुन्छ। यो बकाइदा हो, उहाँको चिनामै त्यही छ, हेरिराख्नु होला। समय लाग्छ, प्रतीक्षा गर्नु होला, यो अवश्य हुन्छ। ल है, मैले हात उठाएँ भन्दा हुन्छ प्रचण्डले, सिधा कुरा। उहाँको कुरा राम्रो छैन, 2 स्वभावको व्यक्ति हो, 2टा जिब्रो भएको चर स्थिर 2 स्वभाव। 2 स्वभाव भनेको 2तिर ठिक्क पार्ने मुखले
भनिन्छ नि हात्तीको दुईटा दाँत हुन्छ, एउटा चबाउने र एउटा देखाउने, त्यस्तै हो प्रचण्ड। बुझ्नुहोस्, यहाँभन्दा धेरै माथि नजाउँ, फेरि यहाँ अनेक हुनसक्छ मलाई, होइन। र सेनाको कुरा गर्दैछु मैले, थाहा छ तपाईँलाई, अझै 2.5 महिनाभित्र सेनाले कुनै न कुनै राम्रो काम गर्नै छन् अथवा सेनाको नाम अगाडि आउनेछ। हेरिराख्नु होला, बकाइदा हेरिराख्नु होला है, यो कुरा म लेखेर राख्नु होला। अब नेपाल समृद्धिको बाटोमा जाँदैछ। अब मैले भनेको समयमा आन्दोलन हुने, हिन्दू राष्ट्रहरू हुने हुन्छन्, तर यो स्टेपहरू हेर्दै जानु होला ल, मैले भनेका चिजहरू। ल अहिले म हजुरहरूबाट छुट्टिन्छु। जय जय श्री राधेश्याम। र मेरो आजको यात्रा छ कहाँ? द्वारिकाधीश। र पुरानो भिडियोहरू पनि यहाँ राखिदिन्छु, पछाडि हेरिराख्नु होला है त।